सो गाइस फेरि पनि स्वागत छ तपाईँलाई मेरो डे 47 फिटनेस जर्नीमा र आज छ हाम्रो चेस्ट डे अनि बेस्ट डे। काम गर्दै गर्दै आज हाम्रो 47 दिन बितेको थाहा भएन। अब हामी करिब 50 डेको नजिक पुगिरहेको छौँ। आजभोलि जो सिनेमेटिक म जति पनि खिचिरहेको हुन्छु क्लिप सर्टहरूको उहाँको सिनेमेटिक एकदम क्लियरिटी राम्रो फर्म एकदम नेचुरल वातावरण देखाउनलाई पनि धेरै जरुरी छ। आउँदो 5-10 वर्षपछि मैले जति पनि मोमेन्टहरू म खिचिरहेको हुन्छु सुट गरेर हुन्छु यो मोमेन्टले चाहिँ मलाई धेरै नै एकदम याद पलहरू चाहिँ देखाउनेछ। केही कुरा सिक्न मिलिरहेको हुन्छ, साथै तपाईँहरूलाई नयाँ नयाँ कुराहरू सिक्न मिल्छ। भिडियोग्राफी कसरी गर्ने भन्ने म त्यति पर्फेक्ट त छैन, तर बट मलाई यस्तो सिनेमेटिकहरू जस्तो स्काइलाइनहरू कुनै पनि चिजको एकदम पर्फेक्टली क्लियरिटी सुट गर्न धेरै नै मनपर्छ। सो हाम्रो चेस्ट डे थियो। फेरि चेस्ट डेमा हामीले आज चेस्ट डे कम्प्लिट गरेर सोल्डरको फर्म गरिरहेको थियो एकदम माइन्ड कनेक्सनमा। त्यसपछि हाम्रो वर्कआउट सिद्धै हामीले खायो प्रोटिन अनि आजको डाइट यही थियो। मिल्नु छ नेक्स्ट ब्लगमा। बाई।